So, hello everyone, it's me राम्रो. So हजुरहरूको माझमा मैले फेरि पनि मिनी भ्लग लिएर आइसकेको छु। के कस्तो लाग्छ फुल वाच गरेर कमेन्ट गरिदिनु होला। सो अनि अहिले चाहिँ म यता डाम्सन पार्कसम्मको भ्लग लिएर आएको छु हजुरहरूको माझमा। के कस्तो लाग्छ फुल वाच गरेर कमेन्ट गरिदिनु होला। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। हजुरहरूको साथ सपोर्ट चाहिरहेको छ एकदमै। अनि सो म चाहिँ चेस्ट माउन्टको साथमा भ्लग बनाउने हो। यसको चाहिँ फुल पार्ट चाहिँ यता छ। सो क्यामेरा यसमा हुन्छ र त्यो चाहिँ यहाँ यत्रै हुन्छ। सो अनि अगाडिपट्टि टक्क भिडियो आउँछ। मेनको अब गाडी हेर्नु पऱ्यो, दायाँ गाडी आएको छ छैन। सो त्यसपछि चाहिँ अलि मिठो पारामै सो क्यामेरा धेरै हल्लिरहेको छ, त्यसको लागि आइएम सो सरी। टाइम बेटर देन। सो यसमा चाहिँ के हुन्छ, क्यामेरा नै बढी हल्लिरहेको हुन्छ क्या, चेस्टमा आएर गरिरहेको हुन्छ। अनि साइक्लिङ गर्दै अफ रोडिङमा साइक्लिङ गर्नु पनि छुट्टै मजा होइन। सो म यता यस्तो डान्स चाहिँ यता म यता डान्सन पार्कमा आइसकेको छु। सो देख्न सक्नुहुन्छ यताको भ्यूहरू कस्तो दामी छ। अनि अहिले चाहिँ म पाहाडीको बाटो हुँदै जान्छु माथि उता केदारेश्वर मन्दिर निस्किन्छ त्यहाँबाट चाहिँ। सो त्यता जान्छु, त्यताको भ्यूहरू पनि हजुरहरूलाई देखाउँछु, हेर्दै गरौँ है त। सो अझै म यता
आइसक्यो यता माथितिर यतापट्टि केदारेश्वर जाने बाटो किनेर एउटा हातले चाहिँ अलिक गाह्रै हुन्छ साइक्लिङ गर्नु अहिले चाहिँ म यता आइसकेको छु पार्कनिर उता धम्की नजाम भइरहेको छ उतापट्टि उता नि भिउहरू दामी छ धम्की नजाउँ जस्तो भइरहेको छ गइदिउँ न के छ र हुन्छ कुनै के रमाइलो गरिरहेका छन् मान्छेहरू साइक्लिङ हान्दै क्यामेरा चाहिँ बढी हल्लिरहेको छ त्यसको लागि सरी है गाइज कुनै केमा रमाइलो आफ्नै तालमा छन् मान्छेहरू सबैजना आफ्नै तालमा रमाइलो गर्दै रमाइलो फेरि यतिको रमाइलो चाहिँ चाहिन्छ है गाइज लाइफमा सबै आफ्नो तालमा रमाइरहेका छन् म पनि साइक्लिङमा रमाइरहेको छु गाह्रो चाल्नै पर्ने गाइज टक्क अब म यताबाट गइन्छ यता निस्किन्छ है त यताबाट पनि हाइवेतिर गइन्छ हाइवेको बाटो हुँदै म चाहिँ नि रुमतिर है त
रमाइलो भइरहेको छ हाइवेतिर नि यति रमाइलो चहल पहल सुरु भइसक्यो मलाई यसैले मेरो दिमाग खराब भइसक्यो फाइनलमा चाहिँ यता हाइवेतिर निस्किसकेको छु देख्न सक्नुहुन्छ न्यु इयरको लागि भइरहेको चहल पहल यो दामी न्यु इयरको लागि चाहिँ यतिको चाहिँ चाहिन्छ त्यसलाई के हुन्छ भनेदेखि नेपाली न्यु इयरमा त्यति रमाइलो नहुने तर इङ्ग्लिस न्यु इयरमा चाहिँ पुरै नरमाइ सो आजको लागि भ्लग चाहिँ यति नै भयो फेरि नेक्स्ट भ्लगमा चाडमै भेट्नेछौँ थ्याङ्क यू फर वाचिङ एन्ड टेक केयर एन्ड बाई बाई